हेलो नमस्ते एभ्रिवान, हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो ब्लगमा। मेरो नाम हो सलिना गुरुङ। आज चाहिँ साउनको 1 गते हो। सबैजनालाई ह्याप्पी साउने सङ्क्रान्ति। अनि आज चाहिँ साउने सङ्क्रान्ति स्पेसल हाम्रो घरमा के बन्दैछ त म हजुरहरूलाई देखाउन गइरहेको छु। भिडियो हेरिदिनु होला। हामीले चाहिँ आज सजिलो हुन्छ भनेर माछालाई हिजो नै फ्राई गरेर राखेको थियो। माछा फ्राई गर्नको लागि चाहिँ मैले त्यसमा स्वादअनुसारको नुन, बेसार अनि मसलाहरू राखेँ। मसलाहरू राखिसकेपछि चाहिँ मैले त्यसलाई राम्रोसँग मिक्स गरेँ। माछालाई यसरी म्यारिनेट गरिसकेपछि चाहिँ मैले त्यसलाई केही समयसम्मको लागि यतिकै राखिदिएँ। यता चाहिँ भाँडा तातिसकेको थियो। हामीले चाहिँ डिप फ्राई गर्ने हुनाले तेल धेरै राखेँ मैले चाहिँ। तेल पनि तातिसकेपछि चाहिँ मैले त्यसमा एउटा एउटा गरेर माछाहरू राखेँ। यति बेला चाहिँ माछा पनि फ्राई भएर पाकिसकेको थियो। माछा चाहिँ अलि सानो सानो भएकोले हल्का टाँसेको पनि थियो। त्यसपछि मैले हल्का तेल तारेर माछालाई चाहिँ साइडमा एउटा भाँडामा हालेर राखिदिएँ। माछाको बास्ना सुँगेर चाहिँ हाम्रो एकल पनि माछा खानलाई आइपुगिसकेको छ। यतिखेर चाहिँ एकल चाहिँ माछा खान पाएर खुसीले दौडिँदै गएको थियो। लास्टमा चाहिँ मैले ठुलो ठुलो माछाहरूलाई राम्रोसँग फ्राई गरेर साइडको एउटा भाँडामा हालेर राखिदियो। अनि आज चाहिँ आन्टीले माछा करी बनाउन लागेको थियो। माछा करी बनाउनको लागि आन्टीले सुरुमा प्याज राखेर हल्का फ्राई भइसकेपछि त्यसमा बेसार, नुन अनि जिरा मसलाको धुलो राख्यो। जिरा मसलाको धुलो राखिसकेपछि त्यसमा अदुवा लसुनको पेस्ट राखेर राम्रोसँग चलायो आन्टीले। एकछिन फ्राई गरिसकेपछि आन्टीले त्यसमा टमाटरहरू पनि राख्यो। टमाटरहरू राम्रोसँग गल्नको लागि आन्टीले चलायो। यसरी टमाटरको ग्रेभी रेडी भइसकेपछि चाहिँ आन्टीले माथिबाट एउटा एउटा गरेर माछाहरू राखिदियो। त्यसपछि चाहिँ म यता दाल बसाल्नतिर लागेँ। दाल बसाल्नको लागि चाहिँ मैले पहिला कुकरमा दाल राखेँ। कुकरमा दाल राखिसकेपछि चाहिँ मैले दाल पखाल्न थालेँ। दाललाई राम्रोसँग पखालिसकेपछि चाहिँ मैले त्यसमा ठिक्क अड्कालेर पानी राखेँ। पानी राखेपछि त्यसमा मैले नुन, बेसार अनि हल्का तेल राखेँ। त्यसपछि चाहिँ मैले कुकरको ढक्कन लगाएँ। कुकरको ढक्कन लगाइसकेपछि चाहिँ मैले ग्यास अन गरेर दाललाई पाक्न छोडेँ। त्यता दाल पाकुन्जेल चाहिँ मैले यता मासु र तरकारीको लागि लसुनहरू थिच्न थालेँ। मैले लसुनहरू थिच्दै गर्दा ठुला आमा र दिदीले पनि आलुको बोक्राहरू छोडाउँदै थियो। त्यसपछि दिदीले चाहिँ तरकारी र अचारको लागि प्याज, टमाटर अनि धनियाँ काटिदियो। मैले चाहिँ पहिला चना पकाउनको लागि कराईमा तेल राखेँ। तेल पाकिसकेपछि चाहिँ मैले मेथी फुराइदिएँ। मेथी फुराइसकेपछि चाहिँ त्यसमा मैले प्याजहरू राखेँ। प्याज राखेर एकछिन चलाइसकेपछि चाहिँ मैले त्यसमा नुन, बेसार अनि मसलाहरू राखेँ। मसलाहरू राखेर केही बेर फ्राई भइसकेपछि चाहिँ मैले त्यसमा टमाटरहरू पनि राखिदिएँ। टमाटरहरू राम्रोसँग पाकिसकेपछि चाहिँ मैले त्यसमा चना राखिदिएँ। चनालाई राखिसकेपछि चाहिँ मैले राम्रोसँग चलायो। सबै चनामा मसलाहरू राम्रोसँग लागोस् भनेर मैले चनालाई चाहिँ चलाइ नै राखेँ। यसरी नै चनालाई राम्रोसँग चलाइसकेपछि चाहिँ केही बेरको लागि मैले ढाकेर राखिदिएँ। त्यसपछि चाहिँ हाम्रो चना रेडी भइसकेको छ। अनि मैले चाहिँ आलुदम बनाउनको लागि तिल पिन्दैछु। तिल पिनिसकेपछि चाहिँ मैले यता प्यानमा मेथी फुराएँ। मेथी फुराएर मैले त्यसमाथि सबै प्याजहरू राखिदिएँ। प्याज राखिसकेपछि मैले त्यसलाई केही बेरसम्म चलाएँ। यसरी चलाएर मैले
प्याजहरूको माथि नुन बेसार मसलाहरू राखिसकेको थिएँ। मसलाहरू राखिसकेपछि मैले त्यसमा अदुवा लसुनको पेस्ट पनि राखिदिएँ। केही बेर चलाएपछि मैले त्यसमा टमाटरहरू पनि राखिदिएँ। टमाटरहरू ग्रेभी भइसकेपछि मैले माथिबाट बोइल गरेको आलुहरू हालिदिएँ। आलुहरू राखिसकेपछि त्यसलाई केही बेर चलाएर मैले त्यसको माथिबाट अघि पिसेको तिलहरू पनि राखिदिएँ। तिलहरू राखेर राम्रोसँग मिक्स गरिसकेपछि हाम्रो आलुदम पनि रेडी भइसकेको छ। त्यसपछि चाहिँ मैले मासु बनाउन गएको यता कराईमा तेल राखेँ। तेल राखिसकेपछि चाहिँ मैले त्यसमा मेथी फुराएर प्याज पनि राखेँ। सबै प्याजहरू राखिसकेपछि चाहिँ मैले त्यहाँ मासुहरू राख्न थालेँ। मासु सबै राखिसकेपछि चाहिँ मैले केही बेरको लागि मासु छोपेर राखिदिएँ। मासु चाहिँ कराईमा नअटेको हुनाले मैले कुकरमा खनाएर त्यसमा नुन बेसारहरू राखेँ। नुन बेसार राखेको केही समयपछि चाहिँ मैले मसलाहरू पनि राखेँ। मसला सँगसँगै मैले त्यसमा अदुवा लसुनको पेस्ट पनि राखेँ। अदुवा लसुनको पेस्ट राखेर मैले त्यसलाई केही बेरसम्म राम्रोसँग चलाएँ। मासुलाई राम्रोसँग चलाइसकेपछि मैले त्यसमा टमाटरहरू पनि एड गरेँ। टमाटरहरू राम्रोसँग गरिसकेपछि चाहिँ मैले त्यसमा झोल राख्नको लागि पानी एड गरेँ। पानी राखेर मैले केही बेरसम्म चलाएँ। त्यसपछि मैले सिटी हान्नको लागि ढक्कन लगाइदिएँ। मासु बनाउनको लागि चाहिँ मैले 9-10 सिटी लगाएँ। सबै खानेकुराहरू पाकिसकेपछि चाहिँ मैले काँक्रो काट्न थालेँ। हाम्रो चाहिँ सबै खानेकुराहरू टेबलमा सेट भइसकेको छ। सुरुमा रहेको छ भात, त्यसपछि रहेको छ चनाको ग्रेभी, त्यसपछि हाम्रो स्पेसल रहेको छ आलुदम। आलुदम चाहिँ एकदमै मिठो थियो। त्यसपछि चाहिँ हाम्रो फिस करी भइहाल्यो। फिस करी पछि चाहिँ हाम्रो मटन करी भयो। मटन करी पछि लास्टमा हाम्रो भयो दाल। हाम्रो चाहिँ पाहुनाहरू पनि आइसक्नु भएको थियो। पाहुनाहरूको लागि चाहिँ मैले थालमा सबै खानेकुराहरू थोरै थोरै गरेर राख्न थालेँ। त्यसपछि चाहिँ हामीले सबैजनालाई खानेकुराहरू दियो। खाना खाइसकेपछि चाहिँ मैले अङ्कललाई कस्तो लाग्यो त नि खाना भनेर सोध्दै थिएँ। मिठो छ दामी लाग्यो त नि आजको खानेकुराहरू मिठो छ दामी छ। यसरी चाहिँ सबैजनाले मिठो छ भनेर भन्दै थियो। सबैजनाले खाना खाइसकेपछि चाहिँ लास्टमा दिदीहरू, ठुलाआमा, आन्टी अनि मैले खाएँ। अनि हामी चाहिँ खाना खाएर दिदीबहिनी मिलेर सबै भाँडाहरू धोएर सरसफाइतिर लाग्यो। हाम्रो साउने सङ्क्रान्ति चाहिँ यसरी नै सकियो। हजुरहरूको कस्तो भयो कमेन्ट गरिदिनु होला। त्यसै गरी भिडियो हेरेर लाइक, कमेन्ट, सेयर गरी माया गरिदिनु होला। फेरि पनि अर्को भिडियोमा भेट्नेछौँ। धन्यवाद।